ढुङ्गा यस्तो झरेछ गाडी त यस्तो बनाइसकेछ माथिबाट कचाक कुचुक अहिले यहाँ सफा भन्नु हुँदैछ घेरेपको यो खुल्छ ए अहिले एकछिनमा खुल्छ 2-3 घन्टामा खुल्छ है ए अब अहिले चाहिँ हाइवे चाहिँ 2-3 घन्टाको लागि बन्द हो तपाईँहरू यहाँ नआइदिनुहोस् है सबैजना फेरि झुकेर आउला तल बाटोबाट घुमेर जानु होला अहिले यो सकेर मात्रै खुल्छ अरे त्यो ढुङ्गा डल्लै फुटाउनु पर्ने रहेछ यहाँ चाहिँ हाइवे बन्द अब यहाँदेखि उता चाहिँ हाइवे हो अहिले गाडी कुन चाहिँ पनि यहाँ छोडेको छैन बन्द गरिदिइरहेको छ तपाईँहरू झुकेर यहाँ नआउनु होला नर्थ सिक्किम बाटो हाइवे चाहिँ यहाँ इथो मिथोको होटेलको अलिक उता यहाँदेखि चाहिँ भन्नु है ढुङ्गा यस्तो झरेछ गाडी त यस्तो बनाइसकेछ माथिबाट कचाक कुचुक अहिले यहाँ सफा भन्नु हुँदैछ घेरेपको यो खुल्छ ए अहिले एकछिनमा खुल्छ 2-3 घन्टामा खुल्छ है ए अब अहिले चाहिँ हाइवे चाहिँ 2-3 घन्टाको लागि बन्द हो तपाईँहरू यहाँ नआइदिनुहोस् है सबैजना फेरि झुकेर आउला तल बाटोबाट घुमेर जानु होला अहिले यो सकेर मात्रै खुल्छ अरे त्यो ढुङ्गा डल्लै फुटाउनु पर्ने रहेछ यहाँ चाहिँ हाइवे बन्द अब यहाँदेखि उता चाहिँ हाइवे हो अहिले गाडी कुन चाहिँ पनि यहाँ छोडेको छैन बन्द गरिदिइरहेको छ तपाईँहरू झुकेर यहाँ नआउनु होला नर्थ सिक्किम बाटो हाइवे चाहिँ यहाँ इथो मिथोको होटेलको अलिक उता यहाँदेखि चाहिँ भन्नु है